नमस्ते अनि धेरै धेरै स्वागत छ मेरो सर्ट भिडियोमा। र आजको भिडियो चाहिँ मेरो बर्थडेको टपिकमा रहेको छ। यो केक चाहिँ मलाई रोशनीले सरप्राइज है अनप्लान ल्याइदिनु भएको र यो चाहिँ मलाई हजुरले ल्याइदिनु भएको। हजुर पनि केही कामले गर्दा गेजिङ आउनु भएको थियो र दुवैजनाले अनप्लान है मलाई इन्फर्मै थिएन केक काटै हुन्छ भनेर चाहिँ बर्थडे सेलिब्रेसन हुन्छ भनेर। बट दुवैजनाले म ओछ्यानमा सुतेको बिमारीलाई चाहिँ उहाँहरूले केक काटेर एकदम खुसी एकदम ह्याप्पी मुडमा ल्याइदिनु भएको छ। त्यसको बादमा मेरो ख्याङयोङ फ्यामिली अनि मेरो सिक्किम क्वीन्स राइडर क्लबको राइडिङ फिल्डको साथीभाइ, फेसबुक मेसेन्जर, इन्स्टा है, व्हाट्सएप अन्त अफलाइन अनलाइन जतिजनाले पनि मलाई कल एसएमएस विश गर्नुभएको छ। हजुर सबैलाई धेरै 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 नै धन्यवाद है। किनभने म चाहिँ लगभग तपाईको 4-5 वर्षदेखि चाहिँ म घरदेखि टाढो बस्छु ड्युटीको कारणले गर्दाखेरि। अनि त्यो हुँदा चाहिँ मेरो कहिले पनि बर्थडे सेलिब्रेसन त हुँदैन है। कोही बेला साथीभाइ आएर यसरी केकहरू काटिदिने हुन्छ, कोही बेला यतिकै बर्थडे विशमा नै सकिने हुन्छ। र आज चाहिँ म अलिकति बिमारी पनि छु। हिजो अस्तिदेखि है मार्गी लागेर एकदमै घाँटी दुख्ने, खोकी टाउको सबै कुराको मिक्सअप भएर चाहिँ एकदमै म ओछ्यानमै थिएँ। आज होल डे म सुति नै रहेको छु भनौँ न। साथीभाइहरू आउँदाखेरि अघि एकछिन काटेर केक सेक काटेर उहाँहरू फर्किजानु भयो। अन्त र पनि ओछ्यानमै छु। अनि तरै पनि यस्तो बेलामा पनि साथीहरू आएर रुममै बेडमा बसेको मान्छेलाई पनि केक काटेर है यसरी एउटा सेलिब्रेसन गर्दाखेरि चाहिँ एकदमै हृदयबाटै हजुरलाई अनि साथी रोशनीलाई धेरै 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 धन्यवाद है। अनि जतिजना तपाईँहरूको यो मेसेन्जर है, व्हाट्सएप, इन्स्टा जतिजनाले विश गर्नुभएछ तपाईँहरू सबैजनालाई नै धेरै 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 धन्यवाद है। अनि यदि कसैको एसएमएसको रिप्लाई गर्नु, कसैको कल एटेन्ड गर्न छोडेको छैन है, माफी चाहन्छु भन्दै यो भिडियोलाई यहीँ